नमस्ते सबैलाई। आज म तपाईँहरूसँग कपाल झर्ने समस्या कम कसरी गर्न सकिन्छ भने निकै सजिलो र प्राकृतिक घरेलु उपाय सेयर गर्न गइरहेको छु। यसका लागि हामीलाई चाहिएको रोजमेरी र लौङ यी दुवै कपालको लागि धेरै नै फाइदाजनक हुन्छ। साथै पानी र स्प्रे बोतलको पनि आवश्यकता पर्छ। रोजमेरी टाउकोको लागि छाला रक्त सञ्चार बढाउँछ र कपाल बलियो बनाउँछ र लौङमा एन्टिब्याक्टेरियल गुण हुन्छ र जसले टाउकोको सफा राख्न र कपाल बलियो बनाउँछ। अब सुरु गरौँ है। स्टेप 1 मा चाहिँ मैले रोजमेरीलाई 1 चम्चा आदि एउटा भाँडोमा राखिसकेको छु। सँगै 10 वटा लौङ पनि राखिसकेको छु। अनि मैले यसमा 1 गिलास आदि पानी पनि प्रयोग गरिसकेको छु। अनि म चाहिँ यसलाई होल नाइट राख्ने भएको भएर चाहिँ अब यसलाई राम्रोसँग ढाकेर एक साइडमा राखिदिन्छु। अनि जब भोलि बिहान म यसलाई राम्रो कतिसम्म चाहिँ कलर आएको छ थाहा पाएपछि चाहिँ अनि यसलाई चाहिँ म 5 मिनट जति उमालेर राख्छु। वेट गर्नुपर्छ है। यो चाहिँ मेरो बिहान यसले कलर चाहिँ अलि कम दिएको भएर पनि अब चाहिँ म यसलाई फ्राई बिनमा खाली गर्छु र अनि यसलाई 5 मिनट जति चाहिँ राम्रोसँग उमाल आउने गरेर चाहिँ यसलाई उमाल्छु। अनि यसलाई चाहिँ हामीले कम आगोमा चाहिँ उमाल्नुपर्छ है। हेर्नुहोस् यसको कलर पनि चेन्ज भइराखेको छ भनेपछि कति राम्रोसँग उमाल पनि आइ नै राखेको छ। अब मैले चाहिँ ग्यासलाई बन्द गरिदिइसकेको छु। अब यसलाई चाहिँ मैले जबसम्म राम्रोसँग चिसो हुँदैन स्टेप 3 मा चाहिँ यसलाई चाहिँ राम्रोसँग हामीले चिसो हुन दिनुपर्छ। अनि स्टेप 4 मा चाहिँ अब चिसो भएपछि हामीले यसलाई छानेर अनि स्प्रे बोतलमा चाहिँ राख्नुपर्छ। अब चाहिँ म यसलाई स्प्रे बोतलमा हालेपछि चाहिँ हामीले यसलाई सिधै हाम्रो कपालमा प्रयोग गर्न सक्छौँ। यसमा केही हानिकारक कुराहरू केही पनि नभएको भएर हामीले यसलाई चाहिँ सिधै कपालमा प्रयोग गर्न चाहिँ सक्छौँ। कपालमा मैले स्प्रे गरेपछि चाहिँ यसलाई चाहिँ हरेक कपालको जडा चाहिँ राख्नुपर्छ। अनि चाहिँ अब यसलाई चाहिँ हल्का हातले मजासँग चाहिँ यसलाई मालिस गर्नुपर्छ। थ्याङ्क यू सो मच हेर्नु भएकोमा। मेरो च्यानललाई हजुरहरूलाई मनपर्छ भनेपछि चाहिँ मेरो च्यानललाई चाहिँ लाइक सेयर कमेन्ट गर्नुहोला। अनि यसलाई चाहिँ हप्तामा 4 चोटिसम्म चाहिँ प्रयोग गर्नुहोला। थ्याङ्क यू सो मच।